हेलो गाइज अगेन वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आजको ब्लगमा चाहिँ हामी अब यहाँ लुवाङघाली जान लागेको छौँ। लुवाङघाली हामीले चाहिँ हाम्रो जर्नी फेरि लामोचौरबाट सुरु गरेर यहाँ हिमजाको हाइवेमा आएको छौँ। अहिले चाहिँ हामी यो हिमजाको हाइवेमा मस्त राइड गरिरहेको छौँ। यहाँबाट चाहिँ हामी अब त्यो हरि चोक मिलन चोक छ, मिलन चोकमा गएर मिलन चोकबाट त्यो नर्ती खोला जाने बाटोतिर हुँदै हामी चाहिँ अब लुवाङघाली जान लागेको छौँ। आजको हाम्रो फाइनल डेस्टिनेसन चाहिँ लुवाङघाली छ। सो लुवाङघालीसम्मको बाटो कस्तो छ, के छ, भ्युजहरू सब सिन्सहरू हेर्नु होला। अनि साथै कस्तो लाग्यो भिडियो लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरेर जेन्युन फिडब्याक पनि दिनु होला। सो गाइज इन्जोय द ब्लग, सबैसँग हेर्नु होला र फेरि पनि लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। ओके गाइज इन्जोय द ब्लग। सो हाम्रो अब लुवाङघालीको यात्रा जारी नै छ। हामी यहाँ हाइवेको एक ठाउँमा रोकेर यहाँ सामना रोकिँदैछौँ होइन। हामीसँग मेरो साथी र दिदी हुनुहुन्छ। तर यो हाइवेमा फर्स्ट टाइम चलाएको आज रमाइलो लाग्यो। 100को स्पिड टच भयो। बाटो रोक्यो हाम्रो। सो गाइज हाम्रो भ्लग चाहिँ सुरु भयो। अब हामी यहाँ इन्ट्रान्समा छौँ लुवाङघालीको। यहाँबाट हामी हेलो वेलकम टु लुवाङघाली। हामी चाहिँ अब यहाँ लुवाङघाली छिर्दैछौँ ल। नाइस यार भिलेज त तर लुवाङ लेखेको बोर्ड पनि रहेछ गाजक जस्तै। सो हामी लुवाङघाली गाउँ चाहिँ पुग्यौँ होइन। अनि तलबाट हाम्रो साथीहरू आउँदै हुनुहुन्छ सबै। क्यानोइङ गर्ने ठाउँ हामी जाँदैछौँ। भिलेज सबै हेर्न सक्नुहुन्छ भिलेजहरू। क्यामेरा स्टेबल छैन बट केही छैन, ठिक छ। जस अब हामी चाहिँ क्यानोइङ गर्ने ठाउँ हेर्न जाँदैछौँ। म पहिला पनि एकचोटि आएको त थिएँ बट त्यति बेला पानी थिएन त्यो झरनामा। अहिले पानी पक्कै होला त्यहाँ होइन। त्यही होपमा त्यो ठाउँमा अब हामी जान लागेको छौँ। के छ दाइ? दाइले मलाई इग्नोर हानिदिनु भयो। दाइ जस्ट इग्नोर मी होइन, केही छैन। अस्ति नै एउटा टुरिस्टले इग्नोर हानेको थियो मलाई, आज नै इग्नोर खाएँ। ल जाम अब त्यो क्यानोइङ गर्ने ठाउँ अलि हाम्रो टाढै छ जस्तो लाग्छ मलाई। सो गाइज यो भिडियो चाहिँ यही हो। फेरि जाम हेर्दै जाम। अब यो दाइले सोधौँ न है। दाइ क्यानोइङ गर्ने ठाउँ यतै हो माथि? त्यो क्यानोइङ गर्ने ठाउँ के
ए हुन्छ हुन्छ दाइ ल त्यतैबाट जाने भन्नुपर्छ ल पानी पनि सुक्यो यहाँ अब यस्तो स्तुपा त नभनौँ रेस्टिङ पोइन्ट छ उयो पक्कै पिउने पानी खसिरहेको क्या यहाँबाट त्यहाँदेखि जाम हेरौँ के छ यो ठाउँ पनि चढौँ न के रहेछ कस्तो रहेछ यो ठाउँ ओ माई गड दिस इज द भ्यू आई एम सर्चिङ फर दि यहाँबाट पनि एउटा राम्रो भ्यू चाहिँ देखिँदो रहेछ है वाउ यस्तो भलसहरू छ ल्यान्डस्केपहरू छ घरहरू माथि अस्ति म गएको ठाउँबाट पनि देखिन त भ्यूजहरू सायद म अस्ति गएको यही ठाउँ होला है माथि भ्लग बनाइरहेको थिएँ बट कति धेरै गाउँ देखिन्छ यहाँबाट कति धेरै गाउँ देखिन्छ कि एउटा दुईवटा यता तल बजार भएर खोला हामी आएको 3टा गाउँ यताको 4वटा गाउँ टोटल 4वटा गाउँ देखिन्छ यहाँबाट हामी चाहिँ अब झरनाको नजिक आउँदैछौँ होइन हेरौँ अब झरना बाटो अलिक खतरनाक छ जस्तो लाग्थ्यो मैले तर खै यो होइन जस्तो लाग्यो मलाई झरना त अलिक ठुलो हुन्छ नि त झरना भनेर कुलोमा त आइएन ओहो यहाँ गोबर रहेछ यहाँ क्या आइयो यार यही हो यस मैले ए जस्तो लाग्यो है तर के हो मलाई पनि थाहा छैन तर यो होइन यार झरना यार हामी कति कहाँ गएरसम्म पुगेर झर्नामा पुगेको थियौँ यार यो होइन कि यही हो यो त होइन कि यो त रिभर हो कि नेचुरल यार बट कति सफाकै पानी चाहिँ नि यहाँको पनि पिउन मिल्छ यहाँको पानी कहाँबाट फुटेर आएको छ सो हामीहरू अहिले त लुवाङको एउटा झरना हेरेर गएको थियौँ तर यहाँ झरना त होइन एकदमै सफा पानी माथिबाट आउँदो रहेछ एकदमै सफा छ र हामी चाहिँ अब यत्रो हिँडेर आइहाल्यो होइन थाकेर यहाँ यसो पानी पिउन बस्छौँ खै यहाँको पानी चाहिँ के हो खै यति सफा छ कि यहाँको डाइरेक्ट पिउन हुन्छ भन्नुपर्छ यहाँ एकदम क्लिन पानी जारको भन्दा पनि सफा पानी हामी बजारमा खाने डाइरेक्ट पानी खान मिल्छ यहाँको चाहिँ हेर पानी यहाँको पानी कति धेरै छ कि हामी एउटा जार 60 रुपियाँ पनि किन्छौँ अब त्यो चाहिँ 60 रुपियाँको जार किन्छौँ 3 दिनमा सकिन्छ यस्तो सफा पानी आउँछ यहाँ कस्तो पानी पिउनु नआउँदो रहेछ कस्तो भाइ पेट कसले हात झरी झारले ढोक्नुपर्छ त र हाम्रो कालीमाथि चढिसकिन् लुवाङ लेखेको बोर्ड देखिन कि सो हामी लुवाङ घरले लेखेको बोर्डसम्म आइपुग्यौँ झरना त भेटिएन बट सो यहाँ अब हामी चिया बगान जाँदैछौँ यहाँ एउटा मूर्ति आएको छ एउटा बुद्धको यहाँ पनि बुद्ध धर्म मान्छ नि के त्यसरी लेट्स सी ओ माई गड यहाँबाट चाहिँ भ्यू नदेख्दो रहेछ रुखहरूले सिक्दो रहेछ सबसे खतरा ट्रेकर हाम्रो ल त्यहाँ बस्ने ठाउँ बनाएको रहेछ अनि यहाँ मूर्ति बनाएछ एउटा अट्र्याक्सन हुने कुरा ओ माई गड त्यही माथि हो अब अलिकति हो 10 मिनट पुगिन्छ होला लगभग अब
यस्तै छ लुवाङ घरेल पनि आउनु होला यो पनि एउटा पोखराको अन्डर रेटेड ठाउँ चाहिँ हो आउनुहोस् घुम्नुहोस् यो ठाउँले पनि फेमस बनाउनुहोस् होइन त्यति टुरिस्टहरू चाहिँ देखिनँ मैले यो ठाउँमा अलिअलि मान्छेहरू चाहिँ आएको थिएन अरूमलाकोट जस्तै यो पनि अलिकति अन्डर रेटेड छ यहाँ त अझै चिया बगान पनि छ होमस्टे छ मान्छेहरू छन् सो यति हो अहिले केही याद आयो मन्जिल बस्नेत त्यो दुईवटा ठाउँ नाम प्रितम जोरली फरेस्ट क्याम्प देखेर कुछ याद आयो अहिले लुवाङमा छ म यहाँबाट पनि जानु मिल्दो रहेछ दोस्त यो कुन ठाउँमा छ मर्दी हिमाल ट्रेकमा सुरुमा प्रितम जोरली आउँछ मैले खाना खाएको ठाउँ पहिलो दिन त्यसै फरेस्ट क्याम्प म पहिलो रात बिताएको दिन फर्स्ट नाइट यहाँ फरेस्ट क्याम्पमा गरेको के यहाँदेखि पनि उहाँ जानु मिल्दो रहेछ त्यहाँ गाइडहरू आउँदैछन् यो गाइड चिया बगान लुवाङको हाम्रो फाइनल डेस्टिनेसन इन्डिङ चाहिँ यही बस्ने ठाउँमा हो अब ए आमा बिचराले आधी घन्टा 1 घन्टा हिँड्यौँ सो गाइज फाइनल्ली हामी चिया बगानमा चाहिँ आयौँ तलबाट साथीहरू नि आउँदैछन् आम्बो थगेर धेरै हिँडेर यति पुग्नलाई आम्मामा ल त यस चिया बगान नै आयो सो गाइज यही हो लुवाङ घरेल यहाँ माथि आएपछि मैले इन्ड गरेँ अब योभन्दा माथि जाने कहीँ ठाउँ छैन जे होस् यहाँ मात्रै माथि जानु भएन मर्दी ट्रेक सुरु हुन्छ तपाईँको फरेस्ट क्याम्प प्रितम देउराली आउँछ 2 घन्टा हिँडेपछि 5 घन्टा हिँड्यो भने फरेस्ट क्याम्प आउँछ त्यसपछि अझै माथि गयो भने मर्दी हिमालको ट्रेक सुरु हुन्छ यहाँबाट माथि गएपछि जस्ट फाइनल इन्डिङ यही हो अब लुवाङ घरेलको यस्तै छ राम्रो छ है तर सो यही हो अब लुवाङ घरेल आउनु होला घुम्नु होला आसिज यहाँसम्म आएर पुरै भ्यू चाहिँ हेरेर जानु होला होइन यहाँबाट पुरै पोखरा भ्यालीको भ्यू हुन्छ होला आम्मा कस्तो मोबाइल देखिन्छ पछिबाट साथीहरू आउँदैछन् सो दिस मच फर टुडे भ्लग हेर्नु होला लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु होला बाई बाई बल्ल हिमालको भ्यू देखियो अरे यहाँबाट हेर अघिसम्म छेकेर वाउ द्याट्स द माछापुच्छ्रे हिमाल ओ माइ गॉड वाउ गाइड हामी चाहिँ अब पुरै लुवाङ घरेल सबै घुमेर फाइनली सब थकाइ मेटाउन हामी भेनाको चटपटे मजाले यहाँ सबपट्टि इन्जोय गर्न आएको छौँ